यो हामीले चाहिँ अब 10-12 लाख रुपियाँ अहिले क्यास लिएर आउनुभयो भने तपाईँको नाममा लाल पूर्जा हुन्छ। ए हजुर, तपाईसँग जम्मा 10 लाख छ। 10 लाख छ भने खुरुक्क आउनुस्, एउटा टुकुरा तपाईँको नाममा पास गरेर लिएर जानुस्, अरू कमाउँदै किस्ता तिर्दै। यहाँ हाम्रो सर हुनुहुन्छ, उहाँसँग सम्पूर्ण जानकारी लिनेछु है त। नमस्कार सर। नमस्कार हजुर नमस्कार सर। 10 लाख क्यास लिएर आउँदा एउटा टुकुरा पास गरेर दिनुहुन्छ? हजुर सर हो। 3 आनाको टुकुरा। हजुर सर। बाटो कति फुटे हाल्नु भएको छ? हाम्रो यो 20 फुटे छ सर अनि 16 फुटे छ। बाटो ढला नै हुने हो? हजुर सबै ढलान हुन्छ सर। खाने पानीको धारो? खानेपानीको धारो सर। एउटा गण्डरी एउटा धारो? हजुर। बत्तीको पोल? बत्तीको पोल हजुर। बाटो पिच? बाटो पिच हजुर। सबै सुविधा, हाइवेदेखि जोडेको जग्गा? हजुर हाइवेदेखि तपाईँको 60 मिटर मात्र भित्र छ। हजुर हजुर। कति रोपनीमा गर्नुभएको छ यो? यो चाहिँ 113 रोपनी छ सर। 113 रोपनी थप्दै जाँदा 120 पुग्छ। हजुर हजुर 20-25 पुगिसक्यो अहिले त। हजुर हजुर। एकदमै राम्रो। कति कति आनाको टुकुराहरू छ? यो तपाईँको 3 आनादेखि तपाईँको 4, 5, 6 आना जति पनि लिन सकिन्छ सर। जति चाह्यो त्यति लिन सक्यौ। अब यो जग्गामा बसोबासको लागि उत्तम छ कि छैन? यो उत्तम सर। वरिपरि बस्ती नै भएको ठाउँ छ, पुरै देखिन्छ सर। तपाईँले अहिले देख्न सक्नुहुन्छ। यहाँदेखि स्कुल कलेज नजिकै छ कि छैन? हजुर यहाँबाट तपाईँको 10 मिनेटको डिस्टेन्समा चाहिँ स्कुल कलेजहरू नै भेट्न सक्नुहुन्छ। हस्पिटल सबैको हजुर सुविधा। अब हजुर हाइवेबाट यहीँ अगाडि नै हजुर भयो। बिपी हाइवेको ठ्याक्क अगाडिपट्टि छ सर। यो हाइवेबाट जस्ट तपाईँको चाहिँ 60 मिटर भित्र छ। हजुर हजुर। अलिकति हाइटमा छ, हिमालको भ्यू छर्लङ्ग अब देखिने। हिमालको भ्यू छर्लङ्ग अहिले देख्न सक्नुहुन्छ। यो चाहिँ हजुर। पुरै हाइटमा भएको कारणले यो टुरिस्ट एरिया पनि हो। यो हजुर हजुर। तपाईँको यो चाहिँ हाइटमा छ। सबै भ्यूहरू पुरै बिहानदेखि बेलुका समय नै देखिन्छ यहाँ हजुर हजुर। अनि माथिपट्टि ठुला ठुला 5 स्टार लेभलका होटल रिसोर्ट? हजुर यहाँ चाहिँ तपाईँको 5 स्टार होटल, दूषित खाने होटल यहीँ माथि छ। हजुर हजुर। तपाईँको रिसोर्टहरू यहीँ माथि सबै भेट्न सक्नुहुन्छ। यो हजुर चाहिँ हजुर। नवबुद्धको जाने यो तपाईँको बाटो पनि पर्छ, यो मेन बाटो। मेन बाटो हजुर। हाइकिङ रोड यही नै होला? हजुर यहाँबाट माथि अलिकति माथि गएपछि तपाईँको रिसोर्टहरू होटलहरू सबै यो वरिपरि आसपासमा भेटिन्छ सबै। ल ठिक छ, एकदमै राम्रो जानकारी राख्नुभयो। अब मूल्यमा जाउँ, प्रति आना कति राख्नु भएको छ? सर हाम्रो त यो सस्तो छ नि। यो अहिले जम्मा 6,50,000 मा सर। यो जम्मा 6,50,000 हजुर हजुर आनाले? हजुर हो सर। अनि अझ छिटो पास गरेर त केही मिलाइदिनुहुन्छ होला? छिटो पास गरेर भन्दा नि त्यसमा नि हेर्न सकिन्छ सर अलिअलि। हजुर अलि धेरै लिनुभयो भने होइन, हजुर हजुर। त्यही अनुसारले हेर्न सकिन्छ। तपाईँको यो अरूको वरिपरिको तुलनामा हामीले अहिले एकदम सस्तै हो सर यो। सस्तैमा हजुर दिनुभएको छ है। हजुर। अब यो जग्गा वरिपरि कति चलिया छ? हजुरले त जम्मा 6.5 लाखले दिँदै हुनुहुन्छ होइन? अर्को कुरा भनेको, दुईवटा क्वेसन एकचोटि गरेँ। अर्को कुरा भनेको ठ्याक्कै कतिदेखि कति क्यास लिएर आउने मान्छेलाई एउटा टुक्रा पास गरेर दिनु? यो हामीले चाहिँ अब 10-12 लाख रुपियाँ अहिले क्यास लिएर आउनुभयो भने तपाईँको नाममा लाल पूर्जा हुन्छ। अरू कमाउँदै कमाउँदै किस्ता तिर्दै कमाउँदै ब्याङ्कदेखि फाइनेन्सदेखि सबै सुविधाहरू हजुरले नै मिलाइदिनु? हजुर हामीले मिलाइदिन्छ सर एकदम। केही टेन्सन लिनु एकदमै पर्दैन। हजुर केही टेन्सन लिनु पर्दैन। अब यो जग्गाको ठ्याक्कै लोकेसन, आउने सजिलो लोकेसन दिनुहोस्। यो चाहिँ नवबुद्ध नगरपालिका वडा नम्बर 1। हजुर हजुर। तपाईँको यहाँबाट धुलिखेल चोकबाट यहाँ आउँदा चाहिँ तपाईँको ठ्याक्कै तपाईँको 10-15 मिनट लाग्छ। हजुर हजुर। हजुर यो चाहिँ बिपी